बिहानै 12 बजिसक्यो साथी सुत्ने होइन? ना यार साथी भोलि मेरो इक्जाम छ पढ्नुपर्छ तिमी सुत्दै गर न ल गुड नाइट। म चाहिँ सुतेको है। भोलि राम्रोसँग इक्जाम दिनु के अरे अरू। फाइनल इक्जाम पनि सक्यो यार साथी अब नयाँ जर्नीको सुरुवात हुनुपर्छ ओ इक्जाम सक्यो? यार साथी अब त इन्ट्रान्सको प्रिपरेसन गर्ने सोचिरहेको छु बाहिरतिर गएर यसो बुझ्नै पर्ला तीन महिना भइसक्यो न वीरको डाक्टरले तलब पाछन् न टिचिङकोले पाछन् न पाठनकोले पाछन् कसैले तलब आन्दोलन अवधिभर कपी चेक नतिजा प्रकाशन जस्ता कार्यहरूमा पनि सहभागी नहुन भनेको छ। साथी तिमी आज बजारतिर जान्थ्यौ के भयो नि तिम्रो? जान त गयो यार साथी 2-3 ठाउँ पनि सोधियो तर यस्तो देशको स्थिति हेर्दा त अन्तै बाटो मोडौँ जस्तो लाग्यो। होइन साथी के भयो त्यस्तो एक्कासी किन डिसिजन चेन्ज गर्न होला तिमी फेरि? मलाई नि अब देशमै केही गरौँ भन्ने लागेको थियो साथी। देश छोडेर जान त मलाई विदेशको यात्रा रोज्न खासै उचित त लागेको थिएन तर यसो स्थिति हेर्दा त्यस्तै मलाई बाध्य बनायो। मलाई पढाउने शिक्षक नै आज रोडमा उत्रिएको देख्छु। उतातिर हेरेर नेपालमै खत्रै मानिने जब डक्टर पेसा डक्टरहरू सबै रोडमै उत्रिएको देखेँ मैले। अब के गर्नु यस्तै छ स्थिति। यतातिर हेरेर राजतन्त्रवादी आन्दोलनमा उत्रिएको छ पुरै भाँड भैलो मच्चाएको छ। उतातिर हेरेर गणतन्त्रवादी उस्तै अतङ्ग मच्चाएको छ। ठुला ठुला देश चलाउने नेताहरू हेरौँ भने कुर्सी दौडमै व्यस्त छन्। खै पार लाग्ला जस्तो लागेन मलाई। के गर्नु साथी यस्तै छ नेपालमा त। शिक्षामा राजनीति, स्वास्थ्यमा राजनीति, खेलकुदमा हेरौँ भने मेरो आफ्नै गाउँको दाइ गाउँठाउँमा एकदमै राम्रो भलिबल खेल्थ्यो र प्रदेशको सिलेक्सनमा गएछ। प्रदेशको सिलेक्सनमा पनि राम्रो प्रदर्शन गर्यो अरे तर त्यहाँ पनि सोर्स फोर्स लगाएर खेल्न नै नआएको मान्छे सांसदको छोराको नाम हालेर दाइलाई हटाएर पठाइदिएछन् र अब त्यसको विरोधमा बोल्नेलाई उल्टै त्यसलाई नै फसाइदिन्छन्। अब के भन्ने जस्तै टोना थापालाई नै हेरौँ नेपाललाई साफ च्याम्पियनसिप जिताउने खेलाडी अहिले फुटबलदेखि टाढा बस्नु परेको छ। यहाँ त सब पावरको खेल हो साथी। यहाँ हामी जस्ता सोझा साझाले त केही गर्न सकिन्न। लक्ष्मी पूजाको दिन देश नै उज्यालो बनाएर इतिहास बनाएसम्म नेपालीहरूको घरमा बढी उज्यालो ल्याउन जलविद्युत परियोजनाहरूमा काम गर्नुका साथै कुलमानको कार्यकालमा एनईएले केही नाफा पनि कमाउन सफल भएको थियो। यस्ता थुप्रै राम्रा काम गरेका कुलमानलाई सरकारले पदबाट हटाएपछि अहिले जनताले यसको विरोध गरिरहेका छन्। मुलुकका लागि सेतो हात्ती बनेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा 14 अर्ब रुपैयाँ बढी भ्रष्टाचार भएको निष्कर्ष निकालिएको छ। डाक्टरहरू पनि आन्दोलनमा। पीजीका रेसिडेन्ट डाक्टरहरूले केही दिन यता आन्दोलन गरिरहेका छन् भने चिकित्सा शिक्षा आयोगले तय गरेको 48,000 रुपैयाँ मासिकको भत्ता दिनुपर्ने माग राखेका छन्। हेलो आमा ढोगरे भाग्यमानी भइस बाबु सन्चै छस्? एकदम सन्चै छु आमा। हजुर सन्चै हुनुहुन्छ? सन्चै छु नि। के गर्दै छस्? केही नै आमा यतिकै बसिरहेको थिएँ। हजुर के गर्दै हुनुहुन्छ? म नि यस्तै बसिरहेको छु नि। खाना खाइस् कि नै? नै आमा खाएको छैन यस्तै काम परिरहेको थियो त्यसैले। आमा एउटा कुरा भन्नु थियो। भन न। म विदेश जान्छु। किन? उतै केही गरे हुँदैन? हामी नि बुढा भइसक्यौँ। गाउँमा लास बोक्ने मलामी समेत छैनन्। खै कसरी भन आमा यो देशमा बसेर लासमा हाल्ने
कात्रो किन्ने समेत पैसा छैन। म यहाँ बसेर नि के गरौँ? हाम्रै बुवाको कहानी पनि हजुरलाई थाहा भएकै कुरा हो। त्यत्रो रात दिन पैसा काम गरेर पसिना बगाएर रगत बगाएर गरेको पैसा त हात लागेन, ठग्दाले ठगिदियो। अब यहाँ बसेर नि मेरो भविष्य देख्दिन त आमा। हुन त हो बाबु, अर्काको देशमा दुःख पाउलास्, 7 समुद्र पारी के होला कस्तो होला बिरानो मुलु अल्लाह रे केटो केही बिराउलास् नि। चिन्ता लिनु पर्दैन आमा, अब त म ठुलो भइसक्यो, बुझ्ने भइसक्यो। त्यस्तो गाह्रो पिरो मान्नु पर्दैन। हुन्छ दाजु, के भनौँ त, गलत बाटो नलागेस्, राम्रो काम गरेस्, मेरो देशको लागि सकेको हाम्रो तर्फबाट हामी पुर्याउनेछौँ। हुन्छ आमा, यस्तै छ हाम्रो देशको स्थिति। अब चित्त बुझाउनु पर्यो यसै। ल ल बाबु, अबेर भइसक्यो, खाना नि खाएको रहेनछस्। खाना खा, बेलैमा सुत, बिरामी पर्ला आफ्नो ख्याल गर्नुपर्छ। हवस् आमा, आफ्नो नि ख्याल गर्नु, बुढी भइसक्नु भयो, भाइ बहिनीको पनि ख्याल गर्नु है। फोन राखेँ है आमा। ल ल, हुन्छ छोरो। हवस् आमा। भन् बाबु, भाग्यमानी भएस, के कति कामले फोन गरिस्? तेरो मम्मीले भन्दै थिए विदेश जाने निर्णय त गरिछस्। अब अर्काको ठाउँमा गाह्रो हुन्छ। हेर, छोरा मान्छेको जात हो, जहाँ गए पनि दुःख त गर्नै पर्छ। हामीले के कति सहयोग गर्नुपर्ने हो गर्छौँ। पैसा चाहियो थियो? पैसाको कुरा त कति हो भन्न, कति जति लाग्ने रहेछ? त्यही कन्सल्टेन्सीले 20-25 लाख जति लाग्छ भन्दै थियो। 20-25 लाख त्यत्रो पैसा त अब छैन। यताउता साउहरूबाट साबटी मागेर भए पनि जसरी हुन्छ बन्दोबस्त गरौँला नि। यताउता गरेर मिलाइदिन्छौँ है। हुन्छ, रात आफ्नो ख्याल गर, पैसा पठाइदिउँला साउहरूसँग यताउता मागेर। साउ नमस्ते। नमस्ते नमस्ते, बस न बस, यतै के कति कामले आयो? एउटा बिन्ती बिसाउँछु भन्ने थियो। के बिन्ती हो र, भन न भन। थोरै पैसा चाहिएको थियो। पैसा त अब छ कि नै हेर्नुपर्छ, कति पैसा होला? त्यही 20-25 लाख जति हो। छोराले चाहिँ पढ्न भनेर पठाइयो, अहिले विदेश जाने निर्णय गरेछ। त्यही भएर 20-25 लाख जति थियो कि हजुरसँग? 20-25 लाख त अहिले चाहिँ नहोला, मिलाइदिन सकिन्छ। तिम्रो छोराले त तिर्न सक्छ कि नै फेरि पैसा? छोराले अब राम्रो भएपछि तिरिहाल्ला, न त घर जग्गा छ त्यही भित्र राखेर भए पनि तिर्छु नि। अब तिम्रो छोराकै भर पर्नु त भएन, विदेश गएको मान्छे दिनकै दिन बाकसमा आइरहेछन्। हुन त हो साउजी, तर के गर्नु, छोराले रहर गरिसक्यो। राम्रो भएपछि तिरौँला, न त त्यही भएको घर जग्गा बेचेर तिरौँला नि। तिर्छस् नि ढुक्क? तिर्छु साउजी, बरु एकैसाथ सुक्खा रोटी खान्छु। जसरी हुन्छ तिर्छु, जसरी हुन्छ यति पैसाको बन्दोबस्त गरिदिनु पऱ्यो साउजी। अहिले त छैन होला मसँग, ब्याङ्कबाट हाल्नुपर्छ। ब्याङ्कको कारोबार तँलाई थाहा छ कि छैन? फेरि तेरो छोरालाई खाता पठाइदिने भनिस्, म हालिदिन्छु नि। हुन्छ, धन्यवाद साउजी।